कङ्ग्रेचुलेसन दुनुमाया छन्, तपाईँको भिजा आउन सफल भयो। 12 वर्ष ग्याप थियो तर पनि हजुरको भिजा आयो। एकचोटि तपाईँको परिचय दिनु न है। सर्वप्रथम धन्यवाद म्याम। मेरो नाम चाहिँ दुनुमाया थापा लामिछाने मगर। तपाईँलाई सिओई आउँदा पनि कति धेरै डर लागेको थियो है, मेरो 12 वर्ष ग्याप थियो आउँदैन भनेर भन्नुभयो थियो, तर तपाईँलाई कस्तो होप लागिरहेको थियो भन्नु त? मलाई चाहिँ लाग्थ्यो कि मेरो सिओई पनि आउँदैन, म पढ्न सक्छु, म सक्सेस हुन्छु जस्तो लाग्थेन। सिओई आएपछि अलिकति आशा बढ्यो र आशा बढेपछि अब भिजा के हुन्छ जस्तो लाग्थ्यो। एमबिसीमा इन्टरभ्यू परेपछि मेरो भिजा आउँदैन होला भन्ने लाग्थ्यो मलाई, तर एमबिसीमा इन्टरभ्यू दिएर पनि मेरो भिजा आयो। यो सबै देन भनेको यहाँकै सर म्याडमहरूको, उहाँहरूले मलाई आत्मबल नबढाउनु भएको भए सायद म आज यहाँसम्म पुग्थेन होला। दुनुमाया छानको चाहिँ जे सर्टको इक्जाममा पनि मार्क्स अलिक कम थियो, त्यसको लागि इन्टरभ्यूमा नाम पर्छ भनेर कति धेरै डराउनु भएको थियो नि हजुरले है। इन्टरभ्यू चाहिँ राम्रोसँग दिएर चाहिँ पास हुनुभयो नि है। हजुर, मलाई चाहिँ अब कम मार्क्स भएकै कारणले इन्टरभ्यू पर्छ भन्ने चाहिँ मलाई 100% कन्फर्म थियो र इन्टरभ्यू पनि पर्यो। मैले इन्टरभ्यू कटाउन सक्छु सक्दिनँ भन्ने एकदम डर चाहिँ धेरै थियो, तर इन्टरभ्यू दिएर पनि कट्यो। मलाई धेरै खुसी लाग्यो। यहाँको सर म्याडम, एम्सका सबै सर म्याडमहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब आउने स्टुडेन्टहरूलाई हजुरले यति धेरै ग्याप भएको पनि भिजा आएको छ नि त, तपाईँलाई कस्तो खुसी लागिरहेको छ, के भइरहेको छ? अब आउने स्टुडेन्टलाई चाहिँ के भन्न चाहनुहुन्छ हजुरले? अब आउने स्टुडेन्टलाई चाहिँ के अरे पहिले नै हतोत्साहित नहौँ। अब गर्छौँ हामी सक्सेस हुन्छौँ भनेर गऱ्यो भने चाहिँ सक्सेस चाहिँ के हुँदो रहेछ, नहुने भन्ने नहुँदो रहेछ। यही भन्न चाहन्छु। पट्टाको के झुरले नाकु पनि जापान नुके सपनाले देहा एम्स एजुकेसनाङ रानी इसे चाहिँ गैडाकोट काली गण्डकी चोकाङले। धन्यवाद।